मौका तिमीलाई मिल्छ, अझै पनि तिमीलाई चाहने त्यो दिल छ, अझै पनि तिमीलाई चाहने त्यो दिल छ, सुधार्ने भई गल्ती मौका तिमीलाई मिल्छ। रुने सबैसँग पीडा नै हुन्छ भन्ने छैन मित्र, रुने सबैसँग पीडा नै हुन्छ भन्ने छैन मित्र, रुने सबैसँग पीडा नै हुन्छ भन्ने छैन मित्र। त्यो रुनेको अगाडि हेर क्यामेरा रिल छ, अझै पनि तिमीलाई चाहने यो दिल छ, सुधार्ने भए गल्ती मौका तिमीलाई मिल्छ। ठुलो छैन सपना बस उही अन्यायमा परे, महेश्वर ठुलो छैन सपना बस कोही अन्यायमा परे, ठुलो छैन सपना बस कोही अन्यायमा परे, भन्न सकुन आमाले मेरो छोरा वकिल छ, अझै पनि तिमीलाई चाहने यो दिल छ, सुधार्ने भए गल्ती मौका तिमीलाई मिल्छ। नमस्कार, म दिपेन्द्र कुमार विषी दिपु। हामीले मेरो यो प्रोग्राममा साहित्यिक सुगन्ध सेसन रहेको छ र त्यो सुगन्ध सेसनको सञ्चालक रहेको छु र हामीमा आज हामीले सेकेन्ड ब्याचका अग्रज दाइ दिदीहरू हाम्रो सेसनमा हुनुहुन्छ प्यानलिस्टको रूपमा। जो यो साहित्यिक सुगन्धको महफिल हो, यो साहित्यिक सुगन्धको महफिलमा हामीले मुक्तकार र कवियत्रीलाई लिएका छौँ। हामीमा कर्ण बहादुर ओली अर्थात् केबी ओली हुनुहुन्छ। उहाँ जाजरको शिवालय घर भई वीरेन्द्रनगर सुर्खेतमा बस्दै आउनुभएको छ र उहाँ मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ बिएलएड ड्रिम सेमिस्टरको हिजो मात्र इक्जाम सक्यो र आज हामी उहाँ हाम्रो मुख्य केन्द्रबिन्दु हुनुहुन्छ। आज सेकेन्ड ब्याच हाम्रो केन्द्रबिन्दु हो र फेयरवेल प्रोग्राम छ, उहाँहरूलाई आज विजय गर्दैछौँ र उहाँ हुनुहुन्छ। त्यसै गरी हामी बिचमा कवियत्री हुनुहुन्छ पुष्पा उपाध्याय घरबर्दिया र उहाँ वीरेन्द्रनगरमा चाहिँ निरन्तर रहेर साहित्यिक यात्रामा अविरत रूपमा अगाडि बढिरहनु भएको छ। उहाँले प्रगतिशील साहित्य यात्रालाई अगाडि बढाइरहनु भएको छ र हामी यो सेसनमा कविता हामी उहाँको एउटा र मुक्तकारका कविता हामी चारवटा सुन्नेछौँ। त्यसर्थ म अति पनि ढिला नगरिकन म कवितालाई जोड्न चाहन्छु र कविताको लागि म दिदीलाई आफ्नो एउटा कविता वाचन गरिदिनुको निम्ति म हार्दिक अनुरोध गरेँ। मेरा समकक्ष साथीहरू र मेरा प्रिय भाइ-बहिनीहरू, सर्वप्रथम त म हिजो भाइको फोन आउने बित्तिकै एकदमै अचम्मित भएँ। यस्तो राम्रो सृजनात्मक उहाँले एउटा आइडिया क्रिएट गर्नुभएको छ र यसले ल क्याम्पसको एउटा हिस्ट्री क्रिएट गरेको छ र यसले सदियौँसम्म यो कायम हुनेछ भन्ने मेरो अपेक्षा राखेको छ र म नितान्त कविता वाचन गर्न आएको हो र म धेरै भूमिका नबालिकन मेरो कवितातर्फ लाग्न चाहन्छु। अब आज हामी विदायको खेलमा छौँ, त्यो भएर अरू कविता भन्न मलाई त्यति सान्दर्भिक लागेन र मलाई यो इक्जाम सुरु भएदेखि मलाई धेरै मेरा फिलिङ्सहरू 5 वर्ष मैले समीक्षा गर्दै थिएँ र जति बेला जे आयो मैले टिपिरहेको थिएँ। यो मौका जुट्नु रहेछ र मैले टिपिरहेको रहेछु। म मेरो कवितातर्फ लाग्न चाहन्छु। मलाई कविताको नामाकरण नै गर्न आउँदैन, तर मैले यस्तो राखेँ, मेरो यहाँ हाम्रो 5 वर्ष। मेरो कविता यसरी सुरु हुन्छ। समातेर होला काटिरहेको छ। किन मैले केही भन्छु जसरी मलाई हेरिरहनु भएको? म त यो 5.5 वर्षको थकाइ मेट्न आएको। यत्रो वर्ष सँगै पढियो, फेरि भेट होला नहोला, त्यसैले यी सहपाठीहरूलाई अन्तिम पटक भेट्न आएको। एउटा लामो यात्रा सकियो भने के हुन्छ? एउटा लामो यात्रा सकियो भने के हुन्छ? यात्रीलाई त्यसरी थकाइ लाग्छ कि
कति सपनाको गुणन भयो अनि कति खुसीको भागा लाग्यो। कति रातहरूमा संविधान सिरानी बनेको छ हाम्रा, कति रातहरूमा संविधान सिरानी बनेको छ अनि कति दिन बुझ्नै गाह्रा ब्रिटिस शासनले हो सक्दैन छोड्दै बनेको छ। एकातिर विदेश थियो, विदेशीले लहरले तान्थ्यो। एकातिर विदेश थियो, विदेशीले लहरले तान्थ्यो। अर्कोतिर कालो कोट थियो जसले न्यायाधीशको अघि उभिने ढिकी कस्थ्यो। एउटा दफा छोड्यो अर्को बिर्सिने, अझ तिनका नियमावली हेऱ्यो त्यही तर्सिने। तर्साउन त फेरि भविष्यले जति कसले तर्सायो र, तर्साउन त फेरि भविष्यले जति कसले तर्सायो र। ए साँच्ची तर्सायो नि, बेला बेला आफ्नै अघि जिताले, आफ्नै कमजोरीले पनि तर्सायो। अझ घरबेटीले दिएको 4